सुन्नु न भन म त आज पुराणमा गएर एकदम गलेर आएको छु म चाहिँ भात सब्जी पकाउन सक्दिनँ है तपाईँ आफै पकाउनु त भन्दा म धेर गलिरहेछु बुढी तपाईँले के गर्नु हो म कति नाचे म चाहिँ नाचिनँ बिचारा त भन्दा म धेर नाचे बुढी म पनि नाचेँ तपाईँको त पेन्ट सार्ट छ म त झन् साडी लगाएर नाचेँ कि म कस्तो त झन् सक्दै भइरहेछ सक्दिनँ म पकाउँदिनँ बरु बुवा म त नखाने बरु खाना म फेरि अहिले जान्छु नि भागवतमा यत्रो दिन म पकाएर खुवाइछु आज कस्तो भयो बुढा पकाउनु न भन्दाखेरि कस्तो नटिर्नु भएको अह म पकाउन सक्दिनँ म जान्छु फेरि भागवतमा बरु उतै प्रसादहरू खान्छु उतै बस्छु माया लाग्दैन मेरो अलिकति पनि माया त लाग्छ लाग्न त किन लाग्दैन तर भात पकाएर दिने माया लाग्दैन पकाउनु न मलाई कस्तो भइरहेछ बाबु मेरो हात खुट्टा गलेर कस्तो भइरहेछ म सक्दिनँ पकाउन भनेको त सुन्नु नि हौ त यहाँ कस्तो तगडा बोल्दैछ म देखिस् कस्तो लल्याक लुलुक भएर बोल्दैछु बिचारा यहाँ कस्तो भइरहेछ आफूलाई यहाँ मलाई थाहा छ कस्तो त कस्तै चिचे बोल्दै म कस्तो बिस्तारै मलाई ठेल्न पनि सक्ने तेरो हिम्मत छ मेरो त त्यो पनि छैन त हिम्मत छैन भने किन राति कुट्न पनि खोज्दाखेरि कुट्ने देखि बिचारा हेर कस्तो भइरहेछ अनि किन राति जानु त अनि उहाँ त आफै चार्ज भइहाल्छ नि भगवानको भजन सुनेपछि आफै चार्ज हुन्छ म जस्तै मोबाइल स्विच अफ भएको मोबाइललाई चार्ज लाउँदा चल्छ त भगवानको भजन सुनेपछि आफै चल्छ मेरो त कस्तो नाटक अहिले पनि बोली तगडा हुन थाल्यो भगवानको नाम लिइसक्दा देखिस् त्यस्तो भगवान भनेको सधैँ भक्ति गर्नुपर्छ त्यही भएर भन्छु भगवानलाई सधैँ भक्ति गर्नुपर्छ हो नि